अहिले म यहाँ गुर्सिङ्गेको जङ्गलमा छु भनेको। अब गुर्सिङ्गे आइपुग्न अझै पनि 8 किलोमिटर जति बाँकी छ। जितपुर 4 नम्बर कटेर गुर्सिङ्गे र जितपुर 4 नम्बरको बिचमा पर्ने जङ्गल बाटोमा छु म। स्प्लेन्डरमा 97cc यात्रा सुर्खेतसम्मको। हेरौँ के कस्तो हुन्छ। 322 किलोमिटर बुटवलदेखि अहिले म लगभग 34 किलोमिटर पार गरिसकेको छु। बुटवलदेखि 45 किलोमिटर दूरी पर्छ यो गुर्सिङ्गे। गुर्सिङ्गेबाट उत्तर लाग्ने हामी हाम्रो चाहिँ पुग्न सकिन्छ 85 हामी गुर्सिङ्गेबाट अगाडि लाग्दैछौँ र एउटा भोक लागेको अवस्था छ, त्यसैले केही गर्नुपर्छ। एउटा ठाउँ विशेष हेरेर म आफ्नो लागि आज सब्जी तयार गर्छु। बोइल अन्डा लिएर आएको छु, एउटा बोइल अन्डा खान्छु, दुध सस र बनाना खान्छु, केरा। त्यो बेसी ब्रेकफास्ट हुँदैन, सम्झौँ हुँदैन। जुस पनि छ मसँग, बिस्किट्सहरू पनि छ। यात्रा टाढाको छ, बिचमा फेरि बसेर गराउनु सक्छ, खानु पऱ्यो। तर म हुँदैन आज छिर्दैन, तर म खाँदैन। अहिले म चनौटा नजिक, यहाँदेखि चन्द्रौटा तपाईँको त्यही 4-5 किलोमिटर पर होला। ठाउँ अत्यन्त रमणीय छ, मौसम पनि आनन्द छ, त्यति गर्मी छैन, शीतल छ। पानी ठाउँ ठाउँमा आजबाट पानी पनि पर्ने भनेको, तर यात्रा तय गरियो। यहाँ आएको छु र यहाँ एकछिन रेस्ट गरिन्छ। रेस्टको गर्दै तस म कफी बनाउँछु। सामान्य ब्रेकफास्ट भनौँ, नास्ता भनौँ, के भनौँ, भोक पनि लागेको छ, त्यो खाइन्छ अनि लागिन्छ। ल हेर्नुहोस्, यात्रा अब सुर्खेतसम्मको यात्रा हो, बिस्तारै जाने हो। रेस्ट गर्दै जानुपर्छ र चिया कफी बनाउँछु। कुनै होटलमा छिर्ने छैन आज, आफै व्यवस्था गर्नेछु र खानेकुरा म आफै लिएर आएको छु, आफै बनाउँछु, आफै खान्छु। होटलमा म जानेवाला छैन। ल हेर्नुहोस्, ठाउँ रमणीय छ कि छैन त, के हो नि यो। ल यो ट्रे कफी बनाउँ पहिला। यो कफीको लागि ट्रे हो। केही हुन्थेन। ल यहाँ पहिला पानी तताइहालौँ। खुल्ला रहेछ यो। बुटवलदेखि 322 किलोमिटर टाढा छ। रमणीय ठाउँ छ। चनौटाभन्दा अलि वरको ठाउँ छ र यो ठाउँ यहाँबाट चनौटा मेरो विचारमा करिबन 4-5 किलोमिटर पर्छ होला अझै। ल पानी उम्लेपछि कफी यो फिक्स गर्न सकिन्छ हावाको उसमा।
ल यति बेसी हावा लाए पनि केही फरक पानी उम्लिसकेको छ हजुरले देख्न सक्नुहुन्छ है। बन्द गरिदिउँ यो बेसीमा कफी मिसाउने हो अनि यो पोर्टेबल चम्मच हो यो। यसबाट राखेर I love eating banana. यो बाटोमा सबै घुम्नु सक्ने डिस हो तपाईलाई देख्ला छ रमणीय छ दृश्य त यहाँ त्यस्तै मौका मिल्यो भने वन नाइट स्टे क्याम्पिङको लागि आउनु पर्ला रमाइलो छ यो ठाउँ ल हेर्नुस् त्यो हाइवे भयो त्यो हाइवे छ त्यहाँ हाइवे भइहाल्यो पश्चिम जाने हाइवे ल अब हामी बिच बाटोमा एकैचोटि लन्च गर्ने बेलामा भेट्छौँ र बिचमा के हुन्छ म हजुरहरूलाई देखाउने नै छु धन्यवाद सी यू बाइ बाइ ल फाइनल्ली ब्रेकफास्ट पनि गरियो हल्का कफी पनि खाइयो आफै बनाइयो अब निस्किनु पर्छ यात्रा धेरै तय गर्नु छ बल्ल 34 किलोमिटर 45 किलोमिटर पार गरेर आइएको छ अझै पनि यात्रा धेरै तय गर्नु छ ल पानी पर्ने धेरै सम्भावना छ तपाईहरु देख्न सक्नुहुन्छ उता म पछाडी हेर्नुस् अघिसम्म खोला खास हल्का कम थियो अहिले ठुलो हुँदै आएको छ भनेपछि पक्का पनि उता पानी परेको हुनुपर्छ उता पश्चिमतिर पानी परेको हुनुपर्छ ल हेरौँ के हुन्छ अब निस्कौँ है त ल अहिले म चन्द्रौटा शिवराज नगरपालिका 5 चन्द्रौटा कपिलवस्तु आइपुगेको छु चन्द्रौटा भनेपछि मैले अहिलेसम्म 65 किलोमिटर दूरी तय गरिसकेँ बाँकी रहेको दूरी यसपछिको डेस्टिनेसन मेरो लागि हजुरहरूलाई अप्लोड गराउने डेस्टिनेसन चाहिँ भालुवाङ हुनेछ यो चन्द्रौटा चन्द्रौटामा छौँ है त यसपछि म अब एकैचोटि हजुरलाई भालुवाङ पुगेर आसु है त
यो चन्द्रौका हेर्नुहोस् ल अहिले म यहाँ धानकुवाको उकालोमा पानी पिउने क्रममा सानो छुरी छ अनि दिन्छु हेर्नुहुन्छ पहाडी पहाड रमाइलो छ वातावरण शीतल छ आज उकालो यो उकालो कटिसकेपछि भालुवाङ आइन्छ जहाँबाट उत्तर प्युठान आइन्छ भने पश्चिम थाहा भएको कुरा हो महेन्द्र बजार र मेरो यात्रा आजको सिलगढीसम्म धन्यवाद ल पनि अनि राति जान्छु भालुवाङ बजारमा एक हप्ता अगाडि म आएर 2 दिन बसेको थिएँ एकदम चिसो हावा लाग्ने रहेछ खाना पनि राम्रै पाइने जियोस् राम्रो छ अहिले हामी छौँ भालुवाङ बजारमा ल हेर्नुहोस् अब लाग्नु अगाडि भालुवाङ पछि हजुरलाई म लमै पुगेर त्यहाँ कपल गराउने छु है त बजार बजार क्षेत्र आइपुग्यो यहाँबाट लमङ 13 किलोमिटर त्यहीँबाट लमङसम्मको दूरी तपाईँको 129 किलोमिटर इसको मतलब 116 किलोमिटर हामी पार गरिसकेका छौँ Isn't it beautiful? यो लमै स्थित क्रिकेट रङ्गशाला हो राम्रो बनेको रहेछ तर म्याच गेमहरू के कति भए भन्ने कुरो अहिलेसम्म सुन्नमा आएको छैन है मलाई यहाँ राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय त अब खै के भनौँ अन्तर्राष्ट्रिय स्तरको नि भन्नु पर्यो त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा मात्रै अन्तर्राष्ट्रिय स्तरको गेम भएको छ भइरहेको छ तर यो पनि त अर्को विकल्पमा आउनु पर्ने हो नि तुरुन्तै तर सञ्चालनमा आए जस्तो लाग्दैन किन हो ल यो भयो लमै स्थित लमै क्रिकेट मैदान हेर्नुहोस् लमै क्रिकेट मैदान हेर त दरबाजा ट्रक कहाँबाट आएको के हो कसो पक्का पनि यो रातिमा भएको एक्सिडेन्ट हुनुपर्छ पक्का पनि
complete 194 kilometers. महेन्द्रनगर यहाँबाट 306 किलोमिटर छ, सुर्खेत 194 किलोमिटर। अहिले हामी कोलपुर यहाँबाट करिबन लमई बजार, लमई टाउनको लमई। हेर्नुहोस्, म अहिले लमईमा छु। लमईभन्दा अगाडि 1 किलोमिटर अगाडि आएँ। यहाँबाट बाटो छुटिन्छ लमदाङ जिल्लाको अर्को नगरपालिका घोराई नगरपालिका र तुलसीपुर नगरपालिका। यहाँबाट दाङ घोराई तपाईको 23 किलोमिटर अगाडि छ। उत्तर घोराई पर्छ भने थप अर्को 23 किलोमिटर पर गयो भने अर्को नगरपालिका तुलसीपुर नगरपालिका आउँछ। मतलब यहाँबाट तुलसीपुर नगरपालिका तपाईको 46 किलोमिटर उत्तरमा पर्छ र पश्चिम कोलपुर करिबन 109 किलोमिटर पर्छ। र कोलपुर मेरो गन्तव्य भनेको कोलपुरबाट उत्तर 86 किलोमिटर सुर्खेत रहेको छ। ल यो ठ्याक्कै है त। लमईबाट 17 किलोमिटर अगाडि। यो कुन ठाउँ नाम त थाहा छैन मलाई, जान्दैन। अहिले म त्यो ठाउँमा आइपुगेछु र यहाँ म एकछिन विश्राम लिने टाइम ओभर भयो। ल एकछिन बसियो, मस्त रेस्ट गरियो। मेरो हिरो त्यहाँ तात्तिरहेको होला, तात्या छ, तपाईँलाई जुम गरेर देखाउँ। ल हेर्नुहोस्, त्यसै त तातेको बाइक, त्यसमाथि घाममा बस्नु पऱ्यो, राख्नु पऱ्यो, तात्यो होला। ल तर एउटा कुरा, हाम्रो नेपालीको बानी कहिले सुध्रिने भएन। यो खाइसकेपछि केही खाने खाइपछि जथाभावी फालेर हिँड्नेलाई हेर्नुहोस् यो बोतलहरू, होइन यस्तो चाहिँ गर्नु भएन। ल हेर्नुहोस्, तब कता त्यहाँ राखिदिएको छु यी जथाभावी खाने फाल्ने। ल अब हिँड्नुपर्छ है। यसपछि हामी अमिलिया पुग्छौँ। 10-11 किलोमिटर छ अमिलियाबाट। त्यस्तै 13-14 किलोमिटरमा सायद 17 किलोमिटर होला, कुसुम भन्ने बाँकेमा पर्छ। अमिलियापछि बाँके सुरु हुन्छ, बाँके जिल्ला कुसुम भन्ने ठाउँमा पुग्छौँ। कुसुमबाट 50 किलोमिटर दूरी तय गरेपछि हामी बाँके जिल्लाको प्रमुख ठाउँ भन्नु पर्यो कोलपुर। यो जक्सन हो जहाँबाट दक्षिणमा नेपालगञ्ज, उत्तरमा सुर्खेत र पश्चिम महेन्द्रनगर गइन्छ। ल अब जाउँ है त। ल हेर्नुहोस्, अब यहाँ एकछिन रेस्ट गर्छु, शीतल छ, केही खानेकुरा खाइन्छ पनि। अनि एकछिन विश्राम गरिसकेपछि फेरि आफ्नो गन्तव्य अगाडि लागिन्छ है। ल अहिले हामी अमिलिया छौँ, यताबाट तुलसीपुर
लम्मैपछि लम्मैबाट पनि जान सकिन्छ तुलसीपुर अनि लम्मैपछि अर्को यो अमेलीबाट पनि तुलसीपुर जान सकिन्छ। यहाँबाट तुलसीपुर करिबन 29 किलोमिटर जति होला। यो बाँकेतिरको मान्छेलाई यताबाट जानु सही हुन्छ। फेरि हामी अमेलियामा जाएको छौँ। अमेलिया जहाँ उत्तरमा तुलसीपुर 30 किलोमिटर पश्चिम कुसुम हुँदै कोलपुर अनि हामी आएको बुटोलबाट। अब यो जाँदैछ तुलसीपुर जाँदैछ। ल यहाँबाट बाँके जिल्लामा स्वागत छ। बाँके जिल्ला सुरुवात भयो। यहाँबाट उता पूर्व 165 किलोमिटर बुटोल पर्छ। हामी राप्ती जिल्ला छोडेर बाँके जिल्ला प्रवेश गऱ्यौँ र our next destination will be the कुसुम 8-9 किलोमिटर बाँकी 7-8 किलोमिटर बाँकी छ। ल अहिले यो अगैया भन्ने ठाउँ अगैया यहाँबाट कोलपुर 14 किलोमिटर 44 किलोमिटर सायद 44 कि 34 किलोमिटर सरी 34 किलोमिटर छ है अगैयाबाट। यो अगैया हो यो। शमशेरगंज यो शमशेरगंज भन्ने ठाउँ हो। अब यहाँबाट कोलपुर 10 किलोमिटर मात्र। अबको 10 किलोमिटर तय गरिसकेपछि हामी अनि महेन्द्रनगर 197 पश्चिम नेपालगञ्ज 16 किलोमिटर दक्षिण यो कपरगोरी बजार यसलाई पनि कोलपुरै भन्छन् तर कोलपुर 0 पोइन्ट त्यहाँदेखि 2 किलोमिटर पर पर्छ।
दक्षिण 16 किलोमिटर लाग्यो। यताबाट पश्चिम महेन्द्रनगर र हामी उत्तरतिर जाँदैछौँ। हामी उत्तरतिर लाग्यौँ। यो सुर्खेत। यो अहिले कोलकोटदेखि उत्तरतर्फ सुर्खेत 86 किलोमिटर यो रत्न हाइवे मार्ग भन्छ यसलाई। दुरी 86 किलोमिटर बाटो छ। म अहिले चिसापानी चेकपोस्ट आर्मी चेकपोस्टबाट चाहिँ अगाडि बढिसकेको छु। अब करिबन सुर्खेत स्प्लेन्डरमा 97 सीसी हिरो स्प्लेन्डरमा सुर्खेतसम्मको यात्रा तय गरिँदैछ है। बबई अहिले बबई आइपुग्यो। अहिले बबई आइपुग्यो। अब यहाँबाट उकालो यहाँ बबई नदी पर्छ। यो बर्दियामा पर्छ। यो बर्दियामा अनि यही बबई नदी नै प्रदेशको सिमाना रहेको छ। बबई नदी वरिपरि लुम्बिनी प्रदेश, पारी कर्णाली प्रदेश। बबई यहाँ सामान्य होटलहरू छन्। बबईको माछा प्रसिद्ध छ। चिया नास्ता खानाको लागि पनि राम्रो व्यवस्था छ। यो हो बबई नदी। बबई नदीको ड्याम उतातिर हामी बबई क्रस गरेसँगै बबई नदी कटेसँगै प्रदेश नम्बर 5लाई छोडेर अब हामी प्रदेश नम्बर 6 प्रवेश गर्दैछौँ। कर्णाली प्रदेश। फेरी गङ्गा नगरपालिका सुर्खेत जिल्ला पर्छ। राजधानी मोतिहारी वीरेन्द्रनगर
राजा स्वर्गीय राजा वीरेन्द्रले अत्याधिक रुचाइएको ठाउँ, त्यसैले उनको नाममै वीरेन्द्रनगर पनि भन्ने चलन छ। र यो वीरेन्द्रनगरको कुरा गर्दाखेरि यो प्री प्लान्ड टाउनमा पर्छ, वेल प्री प्लान्ड टाउनमा पर्छ। बाटो चौडा गर्नको लागि कुनै किसिमको घरहरू भत्काउनु पर्दैन, यो पहिल्यैदेखि नै प्री प्लान्ड टाउन हो। हामी गएपछि नै देख्न सक्छौँ है त। ल अब यसपछि हामी हर्रे भन्ने ठाउँ पुगिन्छ। मिठी हुन्छ हौ। यो हेरीगङ्गा नगरपालिका हर्रे भन्ने ठाउँमा छु अहिले म। यो नेपाली सेना चेक पोइन्ट गौड हो। अनि यो सानो तरकारी बजार यहीँको उत्पादन भनिन्छ। ल हेर्नुहोस् है, हर्रेको तरकारी बजार, हरेक किसिमको तरकारीहरू पाइन्छ। यहीँको उत्पादन हो यो। ल यही गाउँ पाखाको उत्पादन भन्ने गरिन्छ हर्रेमा। पहिला आउँदा हर्रेमा एकदम हावा लाग्थ्यो, शीतल भएको महसुस हुन्थ्यो। आज त गर्मी जस्तो छ। हर्रेमा पनि गर्मीको महसुस, हावा छैन, बिन हावाको हर्रे। ल हेर्नुहोस्, ओह्रालो, हरेको ओह्रालो कटिसकेपछि छिन्चु आउँछ। छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर तपाईँको 28 किलोमिटर दूरीमा रहेको छ।
अत्यन्त रमाइलो लाग्छ सुविधा सम्पन्न छ भन्नु गर्दा केही फरक पर्दैन बाटो बन्दैछन् बाटो चौडा हुने भइरहेछ पानीले बाटोमा पानीले छुटेपछि भनेको अहिलेसम्म चाहिँ वेदर weather is absolutely in favor of me. Next, the weather is 28 kilometers here. There is only 28 kilometers. पहिलाको तुलनामा धेरै नै बाँकी पहिलाको तुलनामा धेरै नै बाँकिएछ धेरै नै फैलिएछ पहिलाको तुलनामा छन्चु बजार अत्यन्त रमाइलो भएको छैन छन्चु बजार मैले अघि नै भनिसकेँ छन्चुबाट नवस्थित वीरेन्द्रनगर पुग्नको लागि मात्र 28 किलोमिटर लाग्छ within 28 kilometers will be there in वीरेन्द्रनगर सबै यहाँबाट सुरक्षाको लागि गाडीहरू लगाइरहेछन् देख्न सकिन्छ पूर्वपट्टि यो साकेवा गरेर जाने बाटो गाडी लागिसकेका छौँ अब वीरेन्द्रनगरतर्फ जम्मा 28 किलोमिटर हो वीरेन्द्रनगर र एउटा कुरा र बिचमा भेरी नदी भेरी अञ्चल भेरी नदीको नाम राख्यो भेरी अञ्चल र भेरी नदी आएपछि हरिसँग जोडिन्छ है त
अत्यन्त राम्रो छ यो हेरी नदीको यो सुर्खेतका बासिन्दाहरूले अन्तिम क्रिया अर्को मान्छेको लासहरू यहीँ आउने गर्दछन् है। Finally, we are here in Surkhet. Surkhet helicopter area. Surkhetले अत्यधिक मन पराइएको रुचाइएको ठाउँ हो नि। र मेरो ससुराली गाउँ पनि यही पर्यो हैन त। मात्र महादेवको ससुराली आएको हो। मेरो ससुराली यही सुर्खेत। म यही एयरपोर्टबाट सबैहरूसँग चाहिँ बिदा हुन्छु। म यही एयरपोर्टबाट नै आजको गन्तव्य मेरो फाइनल्ली सुर्खेत आइयो। मस्त पानी परेर रहेछ सुर्खेतमा पानी परेर रहेछ। बाटोभरि त पानी थिएन। Newly East Road, Oscar Avenue, Little Year, everything was constructed as I have just noticed here right now. Regular bike daily to the airport. More than one day.